हेलो वेलकम एभ्रिवान। हामी चाहिँ अहिले वान च्याप्टर डे सुरु गरेका छौँ। त्यसकै आज 16th डेमा छौँ हामी चाहिँ यो भिडियोमा रिफ्र्याक्सन एट प्लेन सर्फेस भनेर डिस्कस गर्नेवाला छौँ। यो च्याप्टरबाट धेरै इम्पोर्टेन्ट क्वेसन्सहरू एक्जाममा सोधिरहेको हुन्छ, जस्तो कि प्लेन सर्फेसमा स्नेल्स लको बारेमा सोध्छ हामीलाई, क्रिटिकल एङ्गल, टोटल इन्टर रिफ्लेक्सन्सहरूको बारेमा चाहिँ एक्जाममा प्रायः क्वेसन्सहरू आइरहेको हुन्छ। त्यही भएर चाहिँ च्याप्टर चाहिँ एकदमै इम्पोर्टेन्ट छ। हामी यो भिडियोको लेन्थ अब 25 to 30 मिनटसम्म हाल्न खोज्छौँ र यो टाइम फ्रेममा चाहिँ हामीले यो च्याप्टरमा जति पनि इम्पोर्टेन्ट कन्सेप्ट्सहरू हुन्छ, जति पनि एक्जाममा क्वेसन्सहरू सोध्न मिल्छ, प्लस जति पनि फर्मुलाजहरू हुन्छ, त्यो सबै हामी डिस्कस गर्नेवाला छौँ। सो टाइम फ्रेम एकदमै लिमिटेड भएको हुनाले म पोइन्ट्सहरू चाहिँ रिपिट गर्दिनँ। त्यही भएर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु है त, सो द्याट तिमीहरूले कुनै पनि पोइन्ट मिस नगरोस् भन्नको लागि चाहिँ। सो सुरु गरौँ यो च्याप्टरको डिस्कसन चाहिँ। सो हामी रिफ्र्याक्सन एट प्लेन सर्फेस भनेर हेरिरहेका छौँ। सो प्लेन सर्फेसमा रिफ्र्याक्सन हुने भनेको चाहिँ कुनै पनि लाइट यदि एउटा मिडियमबाट अर्को मिडियममा ट्राभल गरिरहेको छ भने त्यतिखेर लाइटले बेन्डिङ फेनोमेना सफर गर्छ। त्यसलाई भन्छौँ हामीले प्लेन रिफ्र्याक्सन भनेर चाहिँ, बेन्डिङलाई भन्छौँ हामीले रिफ्र्याक्सन। सो मैले चाहिँ यहाँ एउटा सर्फेस लिएँ, एउटा मैले मिडियम लिएँ। मिडियम चाहिँ हामीले मिडियमलाई 2 टाइप्समा डिभाइड गर्छौँ, बेस्ड अन देयर डेन्सिटी अथवा स्पिड अफ लाइट भनेर चाहिँ। सो जुन मिडियममा स्पिड अफ लाइट भन्ने कुरा चाहिँ बढी हुन्छ त्यो मिडियमलाई भन्छौँ हामीले रेयरर मिडियम भनेर है त, स्पिड अफ लाइट बढी हुने मिडियम। र जुन मिडियममा चाहिँ स्पिड अफ लाइट कम हुन्छ त्यो मिडियमलाई भन्छौँ हामीले डेन्सर मिडियम भनेर है त, डेन्सर मिडियम भनेर चाहिँ। ल सो अप्टिकली रेयर अनि अप्टिकली डेन्सर मिडियम भन्न खोजेको। सो फन्डा के हुन्छ, लाइटले जतिखेर चाहिँ एउटा मिडियमबाट अर्को मिडियममा ट्राभल गरिरहेको हुन्छ त्यतिखेर लाइटले बेन्डिङ फेनोमेना सफर गर्छ। सो मैले यहाँ एउटा नर्मल बनाएँ। लाइट चाहिँ यदि रेयरर मिडियमबाट है त, यो भयो रेयरर मिडियम। सो लाइट यदि रेयरर मिडियमबाट डेन्सर मिडियमतर्फ गइरहेको छ भने लाइट चाहिँ मिडियम नभएको यसरी पास हुन्थ्यो, तर मिडियमले गर्दाखेरि लाइट के गर्छ, बेन्डिङ फेनोमेना सो गर्छ। सो लाइट यदि रेयरर मिडियमबाट डेन्सर मिडियममा गइरहेको छ भने लाइट विल बेन्ड टुवार्ड्स द नर्मल। यो जुन नर्मल छ यो नर्मलतर्फ चाहिँ बेन्ड भइहाल्छ है त। यसको ठ्याक्कै उल्टो हुन्छ, यदि लाइट चाहिँ डेन्सर मिडियम टु रेयरर मिडियम गइरहेको छ भने, यहाँ हामी फिगर बनाएर हेरौँ, मैले यो डेन्सर मिडियम बनाएँ, यहाँ चाहिँ मैले नर्मल हालेँ। सो कुनै पनि लाइट यदि डेन्सर मिडियमबाट रेयरर मिडियमतर्फ गइरहेको छ भने यदि मिडियम चेन्ज नभएको भए लाइट चाहिँ यसरी पास हुन्थ्यो, तर मिडियम चेन्जले गर्दाखेरि लाइट के हुन्छ, अवे फ्रम द नर्मल चाहिँ बेन्ड गर्छ है त। लाइट के गर्छ, अवे फ्रम द नर्मल चाहिँ बेन्ड गर्छ। सो यसलाई भन्छ हामीले रिफ्र्याक्सन फेनोमेना भनेर चाहिँ। लाइट यदि रेयर टु डेन्सर गइरहेको छ भने टुवार्ड्स द नर्मल, र डेन्सर टु रेयर गइरहेको छ भने अवे फ्रम द नर्मल चाहिँ बेन्ड हुने गर्छ। यो फेनोमेना भनेको हाम्रो रिफ्र्याक्सन फेनोमेना भयो। सो रिफ्र्याक्सन फेनोमेनामा चाहिँ हामीले कति एङ्गलले डेभिएट भइरहेको छ भन्ने कुरा पनि निकाल्न मिल्छ है त। सो यसलाई हामीले एङ्गल अफ इन्सिडेन्स भन्छौँ। इन्सिडेन्ट रेले नर्मलसँग बनाउने एङ्गल र यो रिफ्र्याक्टेड रेले नर्मलसँग बनाउने एङ्गललाई हामीले एङ्गल अफ रिफ्र्याक्सन भन्छौँ। सो यदि यो ग्लास नभएको भए लाइट चाहिँ यसरी पास हुन्थ्यो, तर ग्लासले गर्दाखेरि लाइटलाई यसरी डेभिएट गरिदिएको छ, त्यही भएर यो एङ्गललाई हामीले डेभिएसन एङ्गल भन्छौँ। यो जुन मैले एङ्गल बनाएँ यो एङ्गललाई भन्छौँ हामीले डेभिएसन एङ्गल भनेर चाहिँ, यसलाई हामीले डेभिएसन एङ्गल भन्छौँ, डेल एङ्गल भनेर चाहिँ है त। यो एङ्गललाई भन्छ हामीले, यो जुन एङ्गल छ यसलाई भन्छ हामीले डेभिएसन एङ्गल भनेर। जस्तो हामीले हेर्न मिल्छ कि यो टोटल एङ्गल भनेको आई हो, भर्टिकली अपोजिट एङ्गल, त्यही भएर टोटल एङ्गल भनेको आई हो। सो हामीले के भन्न मिल्छ, हामीले भन्न मिल्छ कि यो आई प्लस के अरे आई इज इक्वल टु यो जुन टोटल एङ्गल छ त्यो टोटल एङ्गल इज इक्वल टु हामीले आई इज इक्वल टु गर्न मिल्छ आर प्लस डेल गर्न मिल्छ। त्यही भएर डेभिएसन एङ्गल भनेको चाहिँ आई माइनस आर भन्ने कुरा चाहिँ आउँछ है त। सो एङ्गल अफ डेभिएसन कति हुन्छ भनेर सोध्यो भने हामीले आई माइनस आर भन्ने गर्छौँ। यतातिर पनि सेम हुन्छ है। यतातिर चाहिँ हामीले यसलाई भन्छौँ एङ्गल अफ इन्सिडेन्स भनेर चाहिँ, यो हाम्रो एङ्गल अफ इन्सिडेन्स भयो। र यो जुन हाम्रो टोटल एङ्गल छ नर्मलसँग बनाउने एङ्गललाई हामीले डेभिएसन भन्छौँ। सो टोटल एङ्गल भनेको एङ्गल अफ रिफ्र्याक्सन भयो र यो एङ्गल भनेको एङ्गल अफ डेभिएसन भयो। सो यहाँ हामीले के भन्न मिल्छ, हामीले भन्न मिल्छ यहाँ चाहिँ आई र आरमा हामीले हेऱ्यो भने चाहिँ हाम्रो आर इज इक्वल टु चाहिँ आई माइनस डेल भइहाल्छ होइन। हाम्रो यति भनेको चाहिँ आई हो, यो पनि आई हो। सो आई प्लस डेल इज इक्वल टु आर हुनुपर्ने हो। सो यहाँ चाहिँ हाम्रो आई अनि प्लस डेल इज इक्वल टु आर हुन्छ, त्यही भएर डेल इज इक्वल टु यहाँ चाहिँ आर माइनस आई भन्ने कुरा जान्छ है त। सो डेभिएसन एङ्गल भनेको चाहिँ यदि डेन्सरबाट रेयर गइरहेको छ भने डेल माइनस आर माइनस आई जान्छ, र रेयरबाट डेन्सरतिर गइरहेको छ भने आई माइनस आर भन्ने कुरा जान्छ। सो यो कुरा चाहिँ बुझ्ने। सो यति कुरा चाहिँ हामीले डिस्कस गऱ्यौँ। फन्डा भन्न खोजेको, यदि लाइट चाहिँ एउटा मिडियमबाट अर्को मिडियममा गइरहेको छ भने लाइट चाहिँ बेन्डिङ हुन्छ, र त्यो बेन्डिङ फेनोमेनालाई हामीले डेभिएसन भन्ने गर्छौँ।
सो डेभिएसनलाई गाइड गर्नको लागि चाहिँ हामीसँग एउटा ल हुन्छ, त्यो ललाई चाहिँ हामीले स्नेल्स ल भन्छौँ, स्नेल्स ल। सो स्नेल्स लले के भन्छ भन्दाखेरि मैले यहाँ कुनै पनि एउटा मिडियम बनाएँ, यो मिडियम बनाएँ, यहाँ चाहिँ मैले नर्मल लिएको छु। सो एउटा रे अफ लाइटलाई चाहिँ मैले यसरी एउटा मिडियमबाट अर्को मिडियममा बगाउँदैछु भने यसरी जानुपर्ने हो, तर यसरी चाहिँ बेन्ड भइरहेको छ है त, यसरी बेन्ड भइरहेको छ। सो एउटा मिडियममा जुन एङ्गल अफ इन्सिडेन्स छ, यसको चाहिँ एउटा मिडियममा हुने यो जुन एङ्गल अफ इन्सिडेन्स छ र यसको अर्को मिडियममा हुने जुन एङ्गल अफ रिफ्र्याक्सन छ, एङ्गल अफ रिफ्र्याक्सन। सो यो एङ्गल अफ इन्सिडेन्स र एङ्गल अफ रिफ्र्याक्सन अलिक फिगर ठुलो बनाऊँ है त बुझ्नको लागि चाहिँ। सो मैले यहाँ एउटा मिरर लिएँ, ल के अरे एउटा मैले ग्लास सर्फेस लिएँ र ग्लास सर्फेसमा चाहिँ मैले एउटा रे अफ लाइट पठाइरहेको छु यसरी चाहिँ। सो ग्लास सर्फेस नभएको यसरी पास हुन्थ्यो, ग्लास सर्फेसले गर्दाखेरि यसरी बेन्ड भएको छ, यति बेन्ड भएको छ। सो यतापट्टिको एङ्गललाई हामीले एङ्गल अफ इन्सिडेन्स भन्छौँ र यो एङ्गललाई हामीले एङ्गल अफ रिफ्र्याक्सन भन्छौँ, एङ्गल अफ रिफ्र्याक्सन। सो फन्डा के हुन्छ भन्दाखेरि यो चाहिँ हाम्रो मिडियम 1 भयो, यो चाहिँ मैले MEDIUM मिडियम 1 लिएँ र यतापट्टि चाहिँ मैले MEDIUM मिडियम 2 लिएँ भने मिडियम 1 र मिडियम 2 लियो भने चाहिँ हाम्रो स्नेल्स लले भन्छ कि जहिले पनि रिफ्र्याक्टिभ इन्डेक्स र एङ्गल मेड विथ नर्मल इन द्याट मिडियम इज इक्वल टु कन्स्ट्यान्ट हुन्छ भन्छ है त। सो स्नेल्स लले भन्छ कि जहिले पनि रिफ्र्याक्टिभ इन्डेक्स र साइन अफ एङ्गल इन द्याट मिडियम इज इक्वल टु कन्स्ट्यान्ट हुन्छ भनेर भन्छ। यो चाहिँ हाम्रो स्नेल्स लको फर्मुला भयो। भन्नाले मैले यदि मिडियम 1 लिइरहेको छु भने मिडियम 1 को रिफ्र्याक्टिभ इन्डेक्स लिने हो र मिडियम 1 मा जुन लाइट छ त्यो लाइटको चाहिँ एङ्गल कति छ, नर्मलसँग बनाउने एङ्गल भन्नाले एङ्गल अफ इन्सिडेन्स छ। सो हामीले एङ्गल अफ इन्सिडेन्स लिनु पऱ्यो भन्नाले रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम 1 इन्टु साइन अफ एङ्गल मेड इन मिडियम 1। सो मिडियम 1 मा बनाएको एङ्गल भनेको एङ्गल अफ इन्सिडेन्स हो। सो यो भ्यालु कन्स्ट्यान्ट हुनु पऱ्यो कि भन्नाले बराबर हुनु पऱ्यो, केसँग बराबर हुनु पऱ्यो त हामीले सेकेन्ड मिडियम लिन्छौँ। सो मिडियम 2 को रिफ्र्याक्टिभ इन्डेक्स लिनु पऱ्यो र लाइटले चाहिँ नर्मलसँग मिडियम 2 मा कति एङ्गल बनाइरहेको छ, सो त्यसको चाहिँ साइन भ्यालु हामीले लिनु पऱ्यो भने चाहिँ बराबर हुन्छ भन्छ। सो रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम 2 इन्टु साइन हामी के गर्छौँ, मिडियम 2 मा जुन रे बगिरहेको छ त्यो रेले नर्मलसँग कति एङ्गल बनाइरहेको छ, सो यो केसमा चाहिँ एङ्गल आर बनाइरहेको छ। सो यो भन्ने कुरा चाहिँ कन्स्ट्यान्ट हुन्छ भनेर भन्नुपर्छ हामीले μ1 इन्टु साइन आई इज इक्वल टु μ2 इन्टु साइन 2 भन्दा चाहिँ साइन आर भन्दा चाहिँ। सो यो भनेको स्नेल्स ल भन्ने कुरा हो, स्नेल्स लको बोर्डर टर्म भयो। यसलाई नै हामीले छोटकरीमा लेख्न मिल्छ यसरी, मैले यसरी साइन आई अनि डिभाइडेड बाई यसरी साइन आर गरेँ भने मैले μ2 डिभाइडेड बाई μ1 भन्ने कुरा पाउँछु है त, μ2 डिभाइड बाई μ1 भन्ने कुरा चाहिँ। सो μ2 डिभाइड बाई μ1 भनेको रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम 2 विथ रेस्पेक्ट टु 1 भन्न खोजेको है त। यो भनेको रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम 2 विथ रेस्पेक्ट टु 1 भन्न खोजेको। सो हामीले यसरी लेख्ने गर्छौँ, यदि रिफ्र्याक्टिभ इन्डेक्स अफ सेकेन्ड मिडियम विथ रेस्पेक्ट टु 1 लेख्नु पऱ्यो भने यो भनेको रिफ्र्याक्टिभ इन्डेक्स अफ सेकेन्ड मिडियम डिभाइड बाई रिफ्र्याक्टिभ इन्डेक्स अफ फर्स्ट मिडियम भन्ने गर्छौँ हामीले है त। सो रिफ्र्याक्टिभ इन्डेक्स अफ सेकेन्ड मिडियम विथ रेस्पेक्ट टु फर्स्ट मिडियम भनेको यसरी चाहिँ हामीले रिलेटिभ रिफ्र्याक्टिभ इन्डेक्सलाई लेख्छौँ र रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम 2 विथ रेस्पेक्ट टु मिडियम 1 भनेको हाम्रो एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स भन्न खोजेको। सो मिडियम 2 को एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स μ2 भयो र मिडियम 1 को एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स μ1 भयो भने हामीले दुवै एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्सलाई रेसियो गऱ्यो भने हामीले रिलेटिभ रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ पाउँछौँ। सो रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम 2 विथ रेस्पेक्ट टु 1 भन्न खोजेको। सो यो कुरा पनि सम्झिने है त, यसरी चाहिँ हामी लेख्ने गर्छौँ। सो स्नेल्स लको फन्डा यही भयो, तिमीहरूले यसरी बुझे पनि भयो, यसरी जसरी बुझे पनि भयो। सो यो भनेको स्नेल्स ल भन्ने कुरा भयो। फन्डा सिम्पल छ, जुन मिडियमको रिफ्र्याक्टिभ इन्डेक्स लिइरहेको छ त्यो मिडियमको एङ्गललाई साइन गरिदिने र बराबर गराउने, जुन मिडियमको रिफ्र्याक्टिभ इन्डेक्स लिइरहेको छ त्यो मिडियमको एङ्गलको साइन भ्यालुसँग बराबर गराइदिने, त्यो भनेको स्नेल्स ल भन्ने कुरा भयो। सो रिफ्र्याक्टिभ इन्डेक्स भनेको चाहिँ एउटा फर्मुला यो पढ्यो हामीले। रिफ्र्याक्टिभ इन्डेक्स भनेको चाहिँ रिफ्र्याक्टिभ इन्डेक्सले हामीले अर्को तरिकाले पनि लेख्न मिल्छ, भन्नाले हेर्न मिल्छ, स्टडी गर्न मिल्छ। रिफ्र्याक्टिभ इन्डेक्स भनेको चाहिँ हाम्रो स्पिड अफ लाइट इन भ्याक्युम डिभाइड बाई स्पिड अफ लाइट इन मिडियम भन्ने कुरा हुन्छ है त। सो रिफ्र्याक्टिभ इन्डेक्स भनेको स्पिड अफ लाइट इन भ्याक्युम डिभाइड बाई स्पिड अफ लाइट इन मिडियम भन्ने कुरा चाहिँ हुन्छ। सो यहाँबाट भन्न मिल्छ कि रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ इन्भर्सली प्रोपोर्सनल टु भेलोसिटी अफ लाइट इन द मिडियम भन्ने कुरा हुन्छ। सो जुन मिडियमको रिफ्र्याक्टिभ इन्डेक्स बढी छ त्यो मिडियममा लाइट जाँदाखेरि चाहिँ बिस्तारै हिँड्न थाल्छ है त, लाइटको भेलोसिटी कम भइहाल्छ यदि मिडियमको रिफ्र्याक्टिभ इन्डेक्स बढी छ भने। सबसे बढी स्पिड अफ लाइट भनेको चाहिँ एयरमा हुन्छ, एयर भनेको चाहिँ भ्याक्युममा हुन्छ सबसे बढी स्पिड अफ लाइट, र भ्याक्युममा हुने स्पिड अफ लाइट भनेको चाहिँ हाम्रो 3 × 10⁸ मिटर पर सेकेन्ड हो। र अरू जुनसुकै मिडियममा स्पिड अफ लाइट भन्ने कुरा चाहिँ डिक्रिज नै हुन्छ है त, स्पिड अफ लाइट भन्ने कुरा चाहिँ अरू मिडियम्सहरूमा चाहिँ डिक्रिज हुने गर्छ। सो यो कुरा सम्झिने। ल यति कुरा बुझिसकेपछि अर्को भनेको एउटा कचिज रिलेसन भन्ने हुन्छ। सो कचिज रिलेसनले के भन्छ भन्दाखेरि रिफ्र्याक्टिभ इन्डेक्सलाई यसले वेभलेन्थ अफ लाइटसँग चाहिँ दाज्ने गर्छ है त, रिफ्र्याक्टिभ इन्डेक्सले वेभलेन्थ अफ लाइटसँग चाहिँ दाज्ने गर्छ। सो रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थ अफ लाइटको स्क्वायर भन्ने हुन्छ, यसलाई भन्छ हामीले कचिज रिलेसन भनेर। भन्नाले यदि वेभलेन्थ अफ लाइट चाहिँ बढिरहेको छ भने त्यसको रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ कम हुन्छ है त। तिमीलाई यो VIBGYOR को सिरिज याद होला, VIBGYOR भन्न खोजेको सिरिज चाहिँ भन्नाले रेड लाइटको वेभलेन्थ भन्ने कुरा बढी हुन्छ, भ्वाइलेट
लाइटको वेभलेन्थ भन्ने कुरा कम हुन्छ हैन। सबै स्पेक्ट्रमको स्पिड भनेको स्पिड अफ लाइट नै हो। रेड लाइटको वेभलेन्थ भन्ने कुरा बढी हुन्छ, फ्रिक्वेन्सी भन्दा कम हुन्छ, फ्रिक्वेन्सी भन्ने कुरा कम हुन्छ, र भायोलेट लाइटको वेभलेन्थ भन्ने कुरा कम हुन्छ, फ्रिक्वेन्सी भन्ने कुरा बढी हुन्छ। सो मैले के भने कि रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थको स्क्वायर हुन्छ। सो रेड लाइटको वेभलेन्थ भन्ने कुरा बढी भएको हुनाले रेड लाइटको रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ कम आउँछ है त। सो रिफ्र्याक्टिभ इन्डेक्स भनेको मिनिमम फर रेड लाइट हुन्छ र म्याक्सिमम फर भायोलेट लाइट चाहिँ हुने गर्छ। अनि यो कुरा पनि सम्झिने कि रिफ्र्याक्सनको बेला चाहिँ फ्रिक्वेन्सी भन्ने कुरा चाहिँ कन्स्ट्यान्ट हुन्छ है त। फ्रिक्वेन्सी भन्ने कुरा चाहिँ सबै कलर्सको लागि चाहिँ सेम हुन्छ रिफ्र्याक्सनको बेला चाहिँ। सो रिफ्र्याक्सनको बेला फ्रिक्वेन्सी भन्ने कुरा कन्स्ट्यान्ट हुन्छ। सो एकदमै इम्पोर्टेन्ट कन्सेप्ट छ। रिफ्र्याक्सनको बेला फ्रिक्वेन्सी भन्ने कुरा के हुन्छ, कन्स्ट्यान्ट हुन्छ। यो कुरा सम्झिने। सो मैले यति डिस्कस गरेँ। अगाडि बढौँ। अब रियल डेप्थ र एपरेन्ट डेप्थको बारेमा चर्चा गरौँ है त। रियल डेप्थ र एपरेन्ट डेप्थको बारेमा। सो रियल डेप्थ एपरेन्ट डेप्थ भनेको चाहिँ हामीले कुनै पनि कुरालाई चाहिँ हेर्दाखेरि चाहिँ हामीले रियल कुरा कहिले पनि हेर्दैनौँ। नेचरमा जे कुरा पनि हामीले एपरेन्टली नै देखिरहेको हुन्छौँ। सो रियल भन्ने कुरा चाहिँ हामीले कहिले पनि देख्दैनौँ। हामीले हेर्ने भनेको चाहिँ एपरेन्ट मात्रै हो। सो त्यही भएर चाहिँ दुईवटा डेप्थ भन्ने कुरा चाहिँ आउँछ। सो मैले मानौँ एउटा पोन्ड बनाएँ, यसको अहिले डिस्कसन गरौँ। मैले एउटा यो पोन्ड बनाएँ है त। यो पोन्ड बनाएँ अनि पोन्ड बनाइसकेपछि यो पोन्डमा चाहिँ हामीले खाली किन छोड्नु, पोन्ड बनाएको छ भने पोन्डमा पानी हालौँ। सो मैले पोन्ड बनाएँ र यो पोन्डमा चाहिँ मैले पानी हालेँ है त। सो पोन्डमा मैले मानौँ यतिसम्म पानी हालेको छु, यतिसम्म चाहिँ पानी हालेको छु पोन्डमा। सो यहाँसम्म फुल पानी छ भने चाहिँ यसको जुन इन्ड छ, यो इन्डमा चाहिँ कुनै एउटा कोइन छ, ठिक छ, कुनै एउटा कोइन छ। सो कोइनको यहाँदेखि यहाँसम्मको जुन डेप्थ भयो त्यो डेप्थ भनेको रियल डेप्थ भयो कि। कोइनको यहाँदेखि यहाँसम्मको जुन डेप्थ भयो त्यो डेप्थलाई भन्छ हामीले रियल डेप्थ भनेर। सो रियल डेप्थलाई हामीले डी मानौँ है त। यो कोइनको जुन डेप्थ छ त्यो भनेको रियल डेप्थ भयो, डी डेप्थमा छ। अनि कुनै मान्छेले चाहिँ यदि यसलाई साइडबाट हेऱ्यो भने यहाँबाट मानौँ यो मान्छेको आँखा हो, तिमीहरूको एकदमै स्विट आए, तिमीहरूको राम्रो आँखा भयो ल। सो आँखा छ। यहाँबाट चाहिँ हामीले यदि यो कोइनलाई हेर्न खोज्यो भने फन्डा के हुन्छ, कोइनबाट लाइट चाहिँ पास हुँदाखेरि यसरी पास हुन्छ अनि डेन्सर मिडियमबाट रेयर मिडियममा जाँदाखेरि अवे फ्रम द नर्मल बेन हुन्छ। त्यही भएर यसरी पास हुन्छ है कोइनको लाइट भनेको चाहिँ। सो कोइनबाट निस्किने जुन लाइट हुन्छ त्यो लाइट भनेको मानौँ यहाँबाट मिडियम चेन्ज गरिरहेछ। सो यसरी पास हुन्छ अनि यहाँबाट चाहिँ फेरि यसरी जान्छ कि आँखामा चाहिँ है त। सो कोइनबाट जाने जुन लाइट हुन्छ, हामीले कुनै पनि अब्जेक्ट कसरी हेर्छौँ, अब्जेक्टबाट चाहिँ लाइट हाम्रो रेटिनासम्म पुग्नु पऱ्यो अनि बल्ल हामीले त्यो अब्जेक्टलाई हेर्ने हो। सो कोइनलाई हेर्नको लागि चाहिँ कोइनबाट लाइट चाहिँ हाम्रो आँखासम्म पुग्नु पऱ्यो। सो कोइनबाट लाइट हाम्रो आँखासम्म पुग्दाखेरि सुरुमा चाहिँ कोइनबाट जुन लाइट ट्राभल गर्छ, त्यो कोइनबाट ट्राभल गर्ने जुन लाइट हुन्छ, त्यो कोइनबाट ट्राभल गर्ने लाइट भनेको चाहिँ सुरुमा यो मिडियममा जान्छ। सो डेन्सर मिडियमबाट रेयर मिडियममा लाइट गइरहेको छ भने त्यो लाइट चाहिँ यो नर्मल भयो। सो नर्मलबाट अवे बेन्ड हुन्छ हैन, लाइट चाहिँ यसरी नगएर चाहिँ यसरी चाहिँ बेन्ड भइहाल्छ। सो लाइट चाहिँ यसरी बेन्ड हुन्छ। सो बेन्ड भएको हुनाले हामीलाई लाग्छ जहिले पनि कुनै पनि कुरा चाहिँ स्ट्रेट बाटोमा आइरहेको जस्तो लाग्छ हामीलाई। त्यही भएर यसरी चाहिँ हामीले फिगर बनाउँछौँ, यसरी चाहिँ हामीले फिगर एक्सटेन्ड गर्छौँ अनि यहाँबाट चाहिँ कोइन छ जस्तो लाग्छ कि हामीलाई। कोइनको एपरेन्ट पोजिसन यो हो जस्तो लाग्छ हामीलाई चाहिँ। कोइनको रियल पोजिसन यो हो तर कोइनको एपरेन्ट पोजिसन हामीलाई यो लाग्छ। सो यो भयो हाम्रो एपरेन्ट डेप्थ, यसलाई भन्छ हामीले एपरेन्ट डेप्थ भनेर। सो मैले यहाँदेखि यहाँसम्मको डिस्टेन्स बनाएँ भने यसलाई भन्छ हामीले एपरेन्ट डेप्थ भनेर। एपरेन्ट डेप्थलाई मैले डी ड्यासले डिनोट गरेँ। डी ड्यास भनेको एपरेन्ट डेप्थ हो, डी भनेको चाहिँ रियल डेप्थ भयो। अनि यो जुन सिफ्ट छ यसलाई भन्छ हामीले एपरेन्ट सिफ्ट भनेर है त। यो जुन मैले यहाँदेखि यहाँसम्म डिस्टेन्स बनाएँ यसलाई मैले एसले डिनोट गर्छु। एस भनेको एपरेन्ट सिफ्ट भन्न खोजेको। सो फन्डा सिम्पल छ है त। सो रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ रियल डेप्थ डिभाइड बाई एपरेन्ट डेप्थ भन्ने कुरा हुन्छ। सो सम्झिने जहिले पनि यो जुन रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा हुन्छ, रिफ्र्याक्टिभ इन्डेक्स भनेको चाहिँ रियल डेप्थ डिभाइडेड बाई एपरेन्ट डेप्थ भन्ने कुरा हुन्छ। डी डिभाइड बाई डिएक्स। रियल डेप्थ डिभाइड बाई एपरेन्ट डेप्थ भनेको रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा चाहिँ हुन्छ, रियल डेप्थ डिभाइड बाई एपरेन्ट डेप्थ। अनि हामीले हेर्न मिल्छ कि रियल डेप्थ भन्ने कुरा चाहिँ एपरेन्ट डेप्थभन्दा जहिले पनि बढी हुन्छ है त। यदि लाइट चाहिँ डेन्सर मिडियमबाट रेयर मिडियमतिर गइरहेको छ भने चाहिँ, लाइट डेन्सरबाट रेयरतिर गइरहेको छ भने त्यतिखेर रियल डेप्थ भन्ने कुरा एपरेन्ट डेप्थभन्दा बढी हुन्छ। सो रियल डेप्थ एपरेन्ट डेप्थभन्दा बढी छ भने चाहिँ यहाँ चाहिँ केही न केही एपरेन्ट सिफ्ट भइरहेको छ, केही न के भइरहेको छ, लाइटको सिफ्ट भइरहेको छ। सो एपरेन्ट सिफ्टको भ्यालु कति होला भन्ने इक्जाममा क्वेसन सोधिरहेको हुन्छ प्रायः। एपरेन्ट सिफ्ट भनेको हामी के गर्छौँ, सिफ्ट भनेको रियल डेप्थबाट हामीले एपरेन्ट डेप्थ भन्ने कुरा घटाइहाल्छौँ। सो हामीले कसरी सल्भ गर्न मिल्छ, सो मैले रियल डेप्थ जस्ताको तस्तै लेखेँ र एपरेन्ट डेप्थलाई चाहिँ हामीले डी डिभाइड बाई म्यू लेख्न पाइन्छ। सो हामीले एपरेन्ट डेप्थलाई डी डिभाइड बाई म्यू लेख्न पाएँ भन्नाले जुन एपरेन्ट सिफ्ट भन्ने कुरा छ त्यसलाई चाहिँ हामीले 1 - 1 बाई म्यू टाइम्स हामीले रियल डेप्थ भन्ने कुरा गर्न पाइन्छ। सो यसरी हामीले एपरेन्ट सिफ्ट भन्ने कुरा चाहिँ निकाल्छौँ। सो सम्झिने है त, एकदम सिम्पल कन्सेप्ट छ। सो कोइनलाई यदि हामीले पानीमा डुबाएको छ भने त्यो जुन कोइन हुन्छ त्यो कोइन चाहिँ सर्टेन हाइटमा रेज भएको जस्तो देखिन्छ। सो कति हाइटमा रेज भएको जस्तो देखिन्छ, कति सिफ्ट भएको छ भन्ने क्वेसनले सोध्यो भने यो एपरेन्ट सिफ्ट भन्ने कुरा चाहिँ हाम्रो 1 - 1 बाई म्यू टाइम्स डी भन्ने कुरा गर्छौँ हामीले है त। यति चाहिँ एपरेन्ट सिफ्ट भएको हुन्छ। सो कन्सेप्ट एकदमै सिम्पल छ। लाइट बेन्डिङ किन भएको, किनभने डेन्सर मिडियमबाट रेयरमा जाँदाखेरि चाहिँ अवे बेन्ड भएको हुनाले चाहिँ हामीले एपरेन्ट सिफ्ट भएको हो। फन्डा के हुन्छ भन्दाखेरि यदि
अर्को केस हामीले हेर्छौँ कि अब्जेक्ट चाहिँ हामीले रेयर मिडियममा हालेको छौँ र अब्जर्भर चाहिँ डेन्सरमा छ भने के हुन्छ भनेर चाहिँ। सो अब्जेक्ट यदि रेयरमा पऱ्यो र अब्जर्भर नै डेन्सरमा छ भने त्यतिखेर चाहिँ के हुन्छ, अब्जेक्ट चाहिँ रेयरमा छ भने। सो यहाँ चाहिँ मैले दुईवटा मिडियम बनाउँछु, एउटा चाहिँ यसरी मिडियम बनाएँ र यो डेन्सर मिडियम छ, तिमीहरू पानीमा छ मानौँ र तिमीहरूको पानीमा चाहिँ तिमीहरूले आकाशमा एउटा कुनै चरा उडिरहेको छ र त्यो चरालाई चाहिँ तिमीहरूले हेर्न खोजिरहेको छौ। यो चरा भयो है, त्यो चरा हो, चरा चाहिँ आकाशमा उडिरहेको छ अनि चरालाई चाहिँ तिमीहरूले हेर्न खोजिरहेको छौ। सो तिमीहरू चाहिँ अहिले पानीको भित्र छौ, तिमीहरू कहाँ छौ, पानीको भित्र छौ। सो मैले यसरी चाहिँ बनाएँ। सो तिमीहरू चाहिँ यतातिर कतै पानीको भित्र होला यसरी चाहिँ ल। सो यहाँ चाहिँ पानीको भित्र छौ, यो तिमीहरूको स्विट आँखा भयो, तिमीहरूको पानी चाहिँ भित्र छौ ल। सो पानीको भित्र छ भने के हुन्छ, हामीलाई चरा हेर्नु छ भने सुरुमा चराबाट लाइट चाहिँ पानीभित्र आउनु पऱ्यो अनि बल्ल गएर चाहिँ रेलबाट डेन्सर ट्राभल गर्दाखेरि चाहिँ स्ट्रेटबाट नगएर बेन्डिङ गर्ने हुने गर्छ होइन। सो बल्ल बेन्ड हुन्छ। सो चरा चाहिँ एक्चुअली यहाँ नबनाउँ, चरा चाहिँ हामीले यहाँ बनाउँ। अहिले चरा चाहिँ यहाँ छ, अहिले हामीले माथि उडाउनु छ। सो चरा चाहिँ यहाँ छ अनि यहाँ चाहिँ हाम्रो चरा छ भनौँ है त, यो चरा भयो, चराको यो चाहिँ रियल पोजिसन हो, चराको रियल पोजिसन हो। सो यहाँबाट लाइट सुरुमा चाहिँ यहाँ आउनु पऱ्यो, आउँदाखेरि चाहिँ लाइट यसरी जान खोज्छ, तर हाम्रो आँखा तल भएको हुनाले हाम्रो लाइट चाहिँ बेन्ड हुने गर्छ। आँखा पनि यहाँ लिएँ है त मैले, फिगर अलिकति मजाले बनाइदिउँ ल। सो फन्डा के हुन्छ भन्दाखेरि यो जुन चरा छ, चराबाट लाइट चाहिँ सुरुमा हाम्रो आँखामा आउन खोज्छ। सो चराबाट लाइट चाहिँ हाम्रो आँखामा आउन खोज्दाखेरि चाहिँ सुरुमा चाहिँ लाइट चाहिँ यसरी स्ट्रेट जान्छ अनि रेयर टु डेन्सर जाँदाखेरि चाहिँ लाइट यसरी स्ट्रेट नगएर चाहिँ लाइट हाम्रो आँखातिर बेन्ड हुन्छ, यसरी चाहिँ बेन्ड हुन्छ होइन, हाम्रो आँखातिर बेन्ड हुन्छ। सो रेयर टु डेन्सर जाँदाखेरि लाइट विल बेन्ड टुवार्ड्स द नर्मल, त्यही भएर लाइट चाहिँ हाम्रो आँखातिर बेन्ड हुन्छ अनि हामीलाई स्ट्रेट बाटो लाग्छ। सो हामीलाई लाग्छ कि चरा यहाँ छ भन्ने लाग्छ, चरा चाहिँ हाम्रो माथि छ भन्ने जस्तो लाग्छ हामीले चाहिँ, यसरी चराको पोजिसन चाहिँ यो जस्तो लाग्छ। सो यो चाहिँ चराको रियल हाइट भयो र यो चराको चाहिँ एपरेन्ट हाइट भयो है त, यो चाहिँ रियल हाइट, यो चाहिँ एपरेन्ट हाइट भयो। सो यस्तो फन्डा हुन्छ। यहाँ चाहिँ होस् हामीले चराको चाहिँ यो यहाँदेखि यहाँसम्मको रियल हाइट भयो अनि यो चाहिँ एपरेन्ट हाइट भयो। चराको चाहिँ यो एपरेन्ट हाइट भन्न खोजेको यहाँदेखि यहाँसम्म भन्न खोजेको हाम्रो एपरेन्ट हाइट र यहाँदेखि यहाँसम्मको रियल हाइट भन्न खोजेको है त। सो चराको चाहिँ यति एपरेन्ट सिफ्ट भएको छ, यति चाहिँ एपरेन्ट सिफ्ट हुन्छ, माथितिर चाहिँ सिफ्ट हुन्छ चरा चाहिँ, के हुन्छ यो चाहिँ हाम्रो एपरेन्ट सिफ्ट भयो, यति चाहिँ माथि सिफ्ट भएको हुन्छ चरा। सो चराको चाहिँ यदि कुनै पनि अब्जेक्ट चाहिँ यदि रेयर मिडियममा छ भने र हामीले डेन्सर मिडियमबाट त्यो अब्जेक्टलाई हेर्न खोज्यो भने त्यो अब्जेक्ट चाहिँ अझै माथि देखिन्छ कि है त, अनि अझै माथि देखिन्छ। चरा चाहिँ जुन हाइटमा हुन्छ त्योभन्दा पनि माथिल्लो हाइटमा देखिन्छ हामीलाई चाहिँ। सो क्वेसनले सोध्छ कि कति सिफ्ट चाहिँ भएको छ माथि हाइटमा चाहिँ, कति सिफ्ट भएको छ। सो हामीलाई क्वेसनले यहाँ पनि सेम फन्डा हुन्छ, यहाँ पनि यदि हामीले रिफ्र्याक्टिभ इन्डेक्स निकाल्यो भने रिफ्र्याक्टिभ इन्डेक्स भनेको यहाँ चाहिँ एपरेन्ट डेप्थ ठुलो छ रियल डेप्थ भन्दा, त्यही भएर रिफ्र्याक्टिभ इन्डेक्स भनेको चाहिँ एपरेन्ट डेप्थ हुनाले एपरेन्ट हाइट गर्छ यहाँ चाहिँ हामीले। रिफ्र्याक्टिभ इन्डेक्स भनेको एपरेन्ट हाइट डिभाइडेड बाई रियल हाइट गर्छ हामीले है त, एपरेन्ट डिभाइड बाई रियल हाइट गर्छ हामीले। सो मलाई क्वेसनले एपरेन्ट सिफ्ट कति होला भनेर सोध्यो भने यो एपरेन्ट सिफ्टको भ्यालु भनेको चाहिँ हाम्रो यो एपरेन्ट सिफ्टको भ्यालु भनेको चाहिँ हाम्रो एपरेन्ट हाइटबाट हामीले रियल हाइट घटाइदिन्छौँ। सो यो भनेको एपरेन्ट हाइट अनि माइनस रियल हाइट गर्ने गर्छौँ। सो हामीले एपरेन्ट हाइट भनेको म्यू टाइम्स रियल हाइट हुन्छ। सो एपरेन्ट हाइट भनेको म्यू टाइम्स रियल हाइट अनि माइनस रियल हाइट गऱ्यो भने हाम्रो एपरेन्ट सिफ्टको फर्मुला भनेको चाहिँ लाइट चाहिँ कति सिफ्ट हुन्छ भन्दाखेरि एपरेन्ट सिफ्टको फर्मुला भनेको हामीले म्यू माइनस 1 टाइम्स हामीले रियल हाइट भन्ने कुरा चाहिँ पाउँछौँ। सो सिफ्ट भनेको चाहिँ म्यू माइनस 1 चाहिँ पाउने गर्छौँ है त। सो यो फर्मुला यहाँ लेखेको छ म्यू माइनस 1 टाइम्स, अब कतिको हाइटमा छ त्यो अनुसार हामीले टी अथवा डी हाल्ने गर्छौँ। सो यो कुरा चाहिँ सम्झने। सो यो फर्मुला चाहिँ मैले डिस्कस गरेँ, यो एपरेन्टको बारेमा चाहिँ एक्जाममा इम्पोर्टेन्ट हुन्छ है त। सो सिम्पल छ, यदि अब्जेक्ट चाहिँ डेन्सर मिडियममा छ भने त्यो अब्जेक्टको डेप्थ हुन्छ त्यो डेप्थ चाहिँ कम भएको जस्तो देखिन्छ र सिफ्टको फर्मुला भनेको 1 - 1 बाई म्यू टाइम्स हामीले डी गर्ने गर्छौँ, 1 - 1 बाई म्यू टाइम्स रियल डेप्थ गर्ने गर्छौँ। यदि अब्जेक्ट चाहिँ सर्टेन हाइटमा छ भने यदि हामीले डेन्सर मिडियमबाट त्यो अब्जेक्टलाई रेयर मिडियममा हेरिरहेको छ भने त्यो अब्जेक्टको हाइट चाहिँ अझै माथि गएको देखिन्छ, एपरेन्ट हाइट चाहिँ इन्क्रिज हुन्छ। सो त्यतिखेर चाहिँ कति सिफ्ट आएको छ भनेर सोध्यो भने त्यो भनेको म्यू माइनस 1 टाइम्स रियल हाइट कति हो त्यो चाहिँ हामीले मल्टिप्लाई गर्छौँ। सो माथि जाँदाखेरि चाहिँ मल्टिप्लाई गर्ने, तल आउँदाखेरि चाहिँ डिभाइड गर्ने, त्यति कुरा चाहिँ सम्झिने है त। तल आउँदाखेरि एपरेन्ट डेप्थ निकाल्नको लागि चाहिँ डिभाइड गर्ने म्यूले, माथि जाँदाखेरि चाहिँ मल्टिप्लाई गर्ने। ल यहाँबाट बोर्डवाला इक्जाममा क्वेसन सोधिरहेको हुन्छ है त। सो क्वेसन्सहरू पनि हामी प्र्याक्टिस गरौँला, त्यति कन्सेप्ट चाहिँ तिमीहरूले बुझ्नु पऱ्यो फर्मुलाहरू चाहिँ। अर्को ल्याटरल सिफ्ट भन्ने कुरा हुन्छ। सो ल्याटरल सिफ्टको फेनोमेना भनेको चाहिँ मैले एउटा कुनै ग्लास सर्फेस बनाएँ, यहाँ चाहिँ ग्लास सर्फेस बनाएँ र ग्लास सर्फेसमा चाहिँ मैले एउटा यो नर्मल लिएको छु, यता लिउँ नर्मल, मैले यहाँ नर्मल लिएँ, यहाँ मैले एउटा रे अफ लाइट चाहिँ इन्सिडेन्ट गराएँ है त। एउटा रे अफ लाइट चाहिँ मैले यो ग्लास सर्फेस इन्सिडेन्ट गराएँ। सो ग्लास नभएको भए रे अफ लाइट चाहिँ यतिकै पास हुन्थ्यो होइन, तर ग्लासले गर्दाखेरि चाहिँ रे अफ लाइट टुवार्ड्स द नर्मल बेन्ड हुन्छ। सो रे अफ लाइट चाहिँ यसरी गयो, यहाँ चाहिँ बेन्ड भयो। सो सेकेन्ड सर्फेसमा फेरि यसले स्ट्राइक गर्यो र सेकेन्ड सर्फेसमा चाहिँ रे अफ लाइट डेन्सर मिडियमबाट रेयर मिडियमतिर गइरहेको छ। सो लाइट विल बेन्ड अवे फ्रम द नर्मल। सो यहाँ चाहिँ लाइट के गर्छ, यसरी नर्मलबाट चाहिँ अवे बेन्ड गर्छ, नर्मलबाट अवे बेन्ड गर्छ। सो फन्डा के हुन्छ, यो जुन इन्सिडेन्ट रे अफ लाइट छ र यो जुन फाइनली इमर्जेन्ट जुन भएको छ रे अफ लाइट, सो यो इन्सिडेन्ट रे अफ लाइट र यो इमर्जेन्ट रे अफ लाइटको
बिचमा चाहिँ केही न केही डिस्टेन्स हुन्छ, केही न के हुन्छ डिस्टेन्स हुन्छ र त्यो डिस्टेन्सलाई भन्छ हामीले लेटरल सिफ्ट भनेर है त। त्यो डिस्टेन्सलाई नै के भन्छ हामीले लेटरल सिफ्ट भन्छौँ। भन्नाले लाइट जुन छ त्यो ग्लासले गर्दाखेरि चाहिँ केही डिस्टेन्स चाहिँ सिफ्ट भएको छ। लाइट चाहिँ ग्लासले गर्दाखेरि चाहिँ केही डिस्टेन्स चाहिँ सिफ्ट भएको छ, त्यसलाई भन्छ हामीले लेटरल सिफ्ट भनेर। कति डिस्टेन्सले सिफ्ट भएको छ त्यसलाई भन्छ हामीले लेटरल सिफ्ट भनेर। सो लेटरल सिफ्टको फर्मुला हुन्छ, इक्जाममा फर्मुला सम्झिने। लेटरल सिफ्ट भनेको D = T अनि साइन गर्छौँ हामीले I - R / cos R भन्ने कुरा गर्छौँ है त। यसको डेरिभेसन पनि हुन्छ, तिम्रो इक्जाम फर्मुला बुझे पुगिहाल्छ। जहाँ चाहिँ T भनेको यो जुन ग्लास छ त्यो ग्लासको थिकनेस भन्न खोजेको है त, T भनेको। र साइन I र R तिमीले बुझिहाल्छौ, यो भनेको I हो, यो भनेको चाहिँ R हो, ठिक छ। सो यसरी चाहिँ हामीले लेटरल सिफ्ट भन्ने कुरा चाहिँ निकाल्ने गर्छौँ। सो लेटरल सिफ्ट किन भएको हेर, यदि हामीले एउटा मात्रै मिडियम लिएको छ भने त्यतिखेर चाहिँ लाइट रेयरबाट डेन्सरतिर जाँदाखेरि चाहिँ टुवार्ड्स द नर्मल बेन्ड हुन्छ। सो बेन्ड भएको हुनाले त्यहाँ चाहिँ डेभिएसन भन्ने फेनोमेना सफर गर्छ। अनि ठ्याक्कै फेरि रेयरबाट डेन्सरमा पास हुँदाखेरि चाहिँ फेरि डेन्सरबाट रेयरमा पास हुँदाखेरि लाइट चाहिँ अवे फ्रम द नर्मल बेन्ड गर्छ। सो फेरि अवे बेन्ड गर्ने भएको हुनाले यो इन्सिडेन्ट र यो इमर्जेन्ट रे चाहिँ प्यारलल भइहाल्छ कि, प्यारलल भइहाल्छ। सो प्यारलल रे अफ लाइटको बिचमा त डेभिएसन हुँदैन। सो यहाँ चाहिँ डेभिएसन प्रोड्युस गर्दैन कि, यो जुन हाम्रो ग्लास स्ल्याब हुन्छ, ग्लास स्ल्याबले कहिले पनि डेभिएसन प्रोड्युस गर्दैन। ग्लास स्ल्याबले प्रोड्युस गर्ने भनेको चाहिँ सिफ्ट प्रोड्युस गर्छ है त। डेभिएसन प्रोड्युस नगरेर सिफ्ट चाहिँ प्रोड्युस गर्छ। हामीले डेभिएसन चाहिँ मिररले प्रोड्युस गर्छ भनेर पढाएको थियौँ योभन्दा अगाडि भिडियोमा। यसपछिको भिडियोमा चाहिँ हामीले प्रिजम पढ्छौँ, प्रिजमले पनि डेभिएसन शो गर्छ, तर ग्लास स्ल्याबले चाहिँ डेभिएसन शो गर्दैन। ग्लास स्ल्याबले के गर्छ, ठ्याक्कै लाइटलाई चाहिँ सिफ्ट गरिदिन्छ कि। यहाँबाट निस्किने जुन इमर्जेन्ट रे हुन्छ त्यो इमर्जेन्ट रे चाहिँ इन्सिडेन्ट रेसँग प्यारलल भइहाल्छ। सो प्यारलल भएको हुनाले त्यहाँ चाहिँ सिफ्ट मात्रै भएको हो, लाइटको पाथ चाहिँ सिफ्ट मात्रै भएको हो। त्यही भएर लेटरल सिफ्ट भन्ने फेनोमेना हुन्छ, डेभिएसन भन्ने फेनोमेना चाहिँ हुँदैन। सो के अरे लेटरल सिफ्टको फर्मुला चाहिँ याद राख्ने ल। अर्को फेनोमेना हुन्छ हाम्रो क्रिटिकल एङ्गल भनेर चाहिँ। सो क्रिटिकल एङ्गलको कन्सेप्ट पनि एकदमै इम्पोर्टेन्ट छ र रमाइलो पनि कन्सेप्ट छ। सो हामीले के भन्दैछु भन्दाखेरि चाहिँ मैले यहाँ डिफ्रेन्ट सर्फेसेसहरू लिएँ, यसरी मैले सर्फेस लिएको छु। अनि यहाँ चाहिँ मेरो यो तलतिरको डेन्सर मिडियम होला। सो तिमीले मिडियम डेन्सर रेयर भन्ने कुरा बुझिसक्यौ। डेन्सर मिडियम भनेको त्यस्तो मिडियम हो जुन मिडियममा स्पिड अफ लाइट भन्ने कुरा चाहिँ कम हुन्छ। सो डेन्सर मिडियम हो। सो हामीले के पढ्यौँ कि लाइट चाहिँ जहिले पनि डेन्सर मिडियमबाट रेयर मिडियममा जाँदाखेरि चाहिँ लाइट डेन्सर मिडियमबाट रेयर मिडियममा जाँदाखेरि चाहिँ यसरी जानुपर्ने हो, तर अवे फ्रम द नर्मल बेन्ड हुन्छ भन्ने कुरा चाहिँ हामीले पढ्यौँ होइन। सो यो चाहिँ एङ्गल अफ इन्सिडेन्स भयो र यो चाहिँ एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा भयो होइन। अनि हामीले अघि हेऱ्यौँ पनि कि एङ्गल अफ रिफ्र्याक्सन, एङ्गल अफ इन्सिडेन्स र एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा चाहिँ डाइरेक्टली प्रोपोर्सन हुन्छ। भन्नाले जति एङ्गल अफ इन्सिडेन्स हामीले बढाउँछौँ त्यति नै एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा बढिरहेको हुन्छ। अनि त्यही प्रोपोर्सन हटाउनको लागि नै हामीले कन्स्ट्यान्ट इन्ट्रोड्युस गरेको थियो, जसलाई हामीले स्नेल्स ल भन्ने कुरा भनेको थियो होइन, म्यू भन्ने कुरा चाहिँ। सो फन्डा के हुन्छ, यो जुन एङ्गल अफ इन्सिडेन्स भन्ने कुरा हुन्छ त्यो चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा हुन्छ कि। जति एङ्गल अफ इन्सिडेन्स बढाउँछौँ त्यति नै एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा बढिरहेको हुन्छ। यहाँ चाहिँ हामीले साइन लिने गर्छौँ ल। सो साइन एङ्गल अफ इन्सिडेन्स हामीले के गर्छौँ, इज डाइरेक्टली प्रोपोर्सनल टु साइन एङ्गल अफ रिफ्र्याक्सन गर्छौँ। अनि यसलाई नै हटाउनको लागि चाहिँ हामीले एउटा कन्स्ट्यान्ट इन्ट्रोड्युस गर्छौँ, साइन आई इज इक्वल टु म्यू अन टाइम साइन आर भनेर चाहिँ। सो यो म्यू भनेको चाहिँ साइन आई डिभाइडेड बाई साइन आर भन्ने कुरा भएको थियो। सो यो एउटा कन्सेप्ट हामीले अघि पनि पढाएको थियौँ स्नेल्स ल भनेर चाहिँ। सो फन्डा के छ, हामीले एङ्गल अफ इन्सिडेन्स भन्ने कुरा बढाउँदै गयो भने यो एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा पनि बढ्दै जान्छ कि। म यहाँ बढाएर देखाउँछु तिमीलाई। यो एङ्गल अफ इन्सिडेन्स चाहिँ मैले अझै बढाएँ ल, यति बढाएँ। सो एङ्गल अफ इन्सिडेन्स मैले बढाउँदाखेरि चाहिँ यो एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा पनि बढ्दै जान्छ कि। यो एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा पनि के हुन्छ, बढ्दै जान्छ। सो हामीले एङ्गल अफ इन्सिडेन्स बढाउँदै गयो भने एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा पनि बढ्दै जान्छ। सो एउटा सर्टेन एङ्गल अफ इन्सिडेन्स पुग्दाखेरि चाहिँ यो एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा चाहिँ, यो एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा चाहिँ 90 डिग्री भइदिन्छ रेयर मिडियममा। सो डेन्सर मिडियममा सर्टेन एङ्गल अफ इन्सिडेन्स पुग्दाखेरि चाहिँ है त, सर्टेन एङ्गल अफ इन्सिडेन्स पुग्दाखेरि यदि रेयर मिडियममा एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा 90 डिग्री भइदिरहेको छ भने त्यतिखेरको डेन्सर मिडियमको एङ्गल अफ इन्सिडेन्सलाई चाहिँ हामीले क्रिटिकल एङ्गल भन्ने गर्छौँ। यसलाई भन्छौँ आई इज इक्वल टु सी भनेर है त। सो यदि रेयर मिडियममा एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा 90 डिग्री भइरहेको छ भने त्यसको डेन्सर मिडियमको एङ्गल अफ इन्सिडेन्सलाई चाहिँ हामीले क्रिटिकल एङ्गल भनेर भन्ने गर्छौँ, क्रिटिकल एङ्गल भन्ने गर्छौँ। सो क्रिटिकल एङ्गल भनेको यो कुरा चाहिँ आउँछ। क्रिटिकल एङ्गलको अर्थ यो हो, डेन्सर मिडियममा एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा चाहिँ रेयर मिडियममा एङ्गल अफ रिफ्र्याक्सन भन्ने कुरा 90 डिग्री हुनु पऱ्यो, डेन्सर मिडियममा एङ्गल अफ इन्सिडेन्स भनेको चाहिँ क्रिटिकल एङ्गल भइदिन्छ। सो क्रिटिकल एङ्गलको हामीले फर्मुला पनि सोधिरहेको हुन्छ, हामीले यहाँबाट बनाउनु मिल्छ। रिफ्र्याक्टिभ इन्डेक्स इज इक्वल टु हामीले साइन एङ्गल अफ इन्सिडेन्समा एङ्गल अफ सी गऱ्यौँ र एङ्गल अफ रिफ्र्याक्सन भनेको चाहिँ हाम्रो 90 डिग्री हो। सो साइन 90 डिग्री पुट गर्न पाइन्छ। सो यहाँबाट हामीले भेटाउँछौँ कि सो यहाँबाट हामीले हेरौँ है त, यति कुरा चाहिँ हेरौँ। सो यहाँ के छ भन्दाखेरि रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा लगाउन हामीले अघि पनि सिकेका थियौँ। सो यहाँ चाहिँ लाइट चाहिँ डेन्सर मिडियमबाट रेयर मिडियमतिर गइरहेको छ। सो यतिखेर चाहिँ रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा कसरी लगाउने ल। सो त्यो लगाएर हेरौँ है त। हामीले पढाएको थियौँ कि जुन मिडियमको रिफ्र्याक्टिभ इन्डेक्स लिन्छौँ त्यसको चाहिँ हामीले एङ्गल अफ इन्सिडेन्स गर्छौँ र जुन मिडियमको
हामीले रिफ्र्याक्टिभ इन्डेक्स लिन्छौँ त्यो मिडियमको चाहिँ हामीले एङ्गलको साइन गरेर चाहिँ हामीले कन्स्ट्यान्ट गराउँछौँ नि स्नेल्सले भनेको चाहिँ सो मैले यसले डेन्सर मिडियम लिएँ सो रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम इन्टु साइन अफ एङ्गल इन डेन्सर मिडियम इज इक्वल टु गर्छु मैले रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम अनि इन्टु साइन अफ एङ्गल इन रेयर मिडियम भनेर हामीले गर्छौँ है त ल सो यो भनेको चाहिँ हाम्रो स्नेल्स ल भन्ने कुरा होइन रिफ्र्याक्टिभ इन्डेक्स इन यो मिडियम र यसको साइनले मल्टिप्लाई गर्ने इज इक्वल टु गर्ने रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम र त्यसको एङ्गलको हामीले साइनले मल्टिप्लाई गरिदिन्छौँ सो म्यू इन्टु साइन आई इज इक्वल टु म्यू आर इन्टु साइन आर भन्ने कुरा भयो सो यहाँबाट हामीले हेर्न मिल्छ कि रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम र साइन आईको भ्यालु चाहिँ हामीले अहिले साइन सी लिएको छौँ इज इक्वल टु रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम इन्टु साइन आर भनेको चाहिँ हामीले साइन 90 डिग्री गर्छौँ साइन 90 भ्यालु 1 हुन्छ त्यही भएर रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम इन्टु साइन सी इज इक्वल टु रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम गर्छौँ यहाँबाट हामीले हाल्न मिल्छ कि रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम डिभाइड बाई रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम इज इक्वल टु हाम्रो 1 बाई साइन सी भन्ने कुरा जान्छ इज इक्वल टु 1 डिभाइडेड बाई साइन सी भन्ने कुरा जान्छ र रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम डिभाइड बाई रिफ्र्याक्टिभ इन्डेक्स अफ रेयर मिडियम भनेको यो भनेको हाम्रो रिलेटिभ रिफ्र्याक्टिभ इन्डेक्स हो यो भनेको चाहिँ रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम विथ रेस्पेक्ट टु रेयर मिडियम हो इज इक्वल टु 1 बाई साइन सी भन्ने कुरा आउँछ है त रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम विथ रेस्पेक्ट टु रेयर मिडियम सो रिफ्र्याक्टिभ इन्डेक्स भन्न खोजेको यसलाई नै हामीले रिफ्र्याक्टिभ इन्डेक्स भनेर भनिरहेको हुन्छौँ सो रिफ्र्याक्टिभ इन्डेक्स इज इन्भर्सली प्रोपोर्सनल टु साइन सी भन्ने कुरा हुन्छ ल सो साइन क्रिटिकल एङ्गलको जुन साइन हुन्छ त्यसको चाहिँ इन्भर्स भनेको चाहिँ बल्ल रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा आउँछ ल सो डेन्सर मिडियमको रिफ्र्याक्टिभ इन्डेक्स भनेको चाहिँ इन्भर्स अफ रिफ्र्याक्टिभ इन्डेक्स अफ क्रिटिकल एङ्गल इन्भर्स अफ क्रिटिकल एङ्गल भन्ने गर्छौँ हामीले सो टेम्परेचर यदि हामीले बढायो भने रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा कम हुन्छ यो कुरा याद राख्ने है त रिफ्र्याक्टिभ इन्डेक्स भनेको डेन्सिटी जस्तै हो कि टेम्परेचर बढायो भने कम हुन्छ सो टेम्परेचर बढायो भने रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा कम हुन्छ र रिफ्र्याक्टिभ इन्डेक्स भन्ने कुरा कम भइरहेको छ भने साइनको भ्यालु सीको भ्यालु बढ्नु पऱ्यो त्यही भएर क्रिटिकल एङ्गल पनि बढ्नु पऱ्यो यहाँबाट पनि एक्जाममा क्वेसन सोधिरहेको हुन्छ टेम्परेचर बढायो भने क्रिटिकल एङ्गल के हुन्छ भनेर सो टेम्परेचर बढायो भने क्रिटिकल एङ्गल पनि बढिदिन्छ है त र यो कुरा सम्झिने अर्को चाहिँ कलरको लागि पनि सोधिरहेको हुन्छ हामीले पढाएको कि वेभलेन्थ भन्ने कुरा चाहिँ इन्भर्सली प्रोपोर्सनल टु रिफ्र्याक्टिभ इन्डेक्स हुन्छ र रिफ्र्याक्टिभ इन्डेक्स वेभलेन्थ भनेको चाहिँ सबसे बढी रेड लाइटको हुन्छ त्यही भएर रेड लाइटको रिफ्र्याक्टिभ इन्डेक्स भनेको सबसे कम हुन्छ सो रेड लाइटको रिफ्र्याक्टिभ इन्डेक्स कम छ भने रेड लाइटको क्रिटिकल एङ्गल पनि बढी हुनु पऱ्यो सो क्रिटिकल एङ्गल चाहिँ रेड लाइटको बढी हुन्छ इन कम्पेरिजन टु भायोलेटबाट चाहिँ है त सो यो रिलेसन्सहरू सम्झिने एक्जाममा क्वेसन्सहरू सोधिरहेको हुन्छ यहाँबाट चाहिँ ल सो हामीले क्रिटिकल एङ्गलको बारेमा बुझ्यो होला आई होप यसलाई अझै के लाउँ है त सो के छ सो हामीले यदि एङ्गल अफ इन्सिडेन्स चाहिँ क्रिटिकल एङ्गल जति गऱ्यो भने त्यतिखेर चाहिँ एङ्गल अफ रिफ्र्याक्सन भनेको 90 डिग्री हुन्छ अब यदि हामीले एङ्गल अफ इन्सिडेन्सलाई चाहिँ बढायौँ क्रिटिकल एङ्गलभन्दा पनि बढायो भने के फेनोमेना हुन्छ सो यहाँ हामी डिस्कस गर्छौँ यदि मैले एङ्गल अफ इन्सिडेन्सलाई चाहिँ यो जुन एङ्गल अफ इन्सिडेन्स छ त्यसलाई चाहिँ मोर देन क्रिटिकल एङ्गल गरेँ सो मोर देन क्रिटिकल एङ्गल गर्दाखेरि यतिखेर लाइटले चाहिँ रिफ्र्याक्सन फेनोमेना सो गर्दैन यतिखेर लाइट के भइहाल्छ रिफ्लेक्ट भइहाल्छ कि सेम मिडियममा रिफ्लेक्ट भइहाल्छ अनि यो फेनोमेना भन्छ भने टोटल इन्टरनल रिफ्लेक्सन भन्छ चाहिँ सो टोटल इन्टरनल रिफ्लेक्सन भनेको त्यस्तो फेनोमेना हो जुन फेनोमेनामा चाहिँ लाइट चाहिँ डेन्सर मिडियमबाट रेयर मिडियममा जान खोजिरहेको हुन्छ र लाइटको जुन एङ्गल अफ इन्सिडेन्स छ त्यो एङ्गल अफ इन्सिडेन्स चाहिँ क्रिटिकल एङ्गलभन्दा पनि बढी भइदिन्छ सो एङ्गल अफ इन्सिडेन्स यदि क्रिटिकल एङ्गलभन्दा बढी भयो भने आई इज मोर देन सी भयो भने त्यतिखेर लाइट चाहिँ अर्को मिडियममा जाँदैन लाइट के भइहाल्छ लाइट चाहिँ सेम मिडियममा रिफ्लेक्ट भइहाल्छ र त्यो फेनोमेनालाई भन्छौँ हामीले टोटल इन्टरनल रिफ्लेक्सन भनेर यो फेनोमेनालाई भन्छौँ हामीले टोटल इन्टरनल रिफ्लेक्सन भनेर है त सो टोटल इन्टरनल रिफ्लेक्सन सो टोटल इन्टरनल रिफ्लेक्सनको हामीले केही कन्डिसन्सहरू पढ्छौँ कन्डिसन्सहरू भनेको लाइट मस्ट ट्राभल फ्रम डेन्सर टु रेयर मिडियम लाइट चाहिँ जहिले पनि डेन्सरबाट रेयर मिडियमतिर ट्राभल गर्नुपर्ने हुन्छ डेन्सरबाट रेयरमा र एङ्गल अफ इन्सिडेन्स भनेको कुरा चाहिँ क्रिटिकल एङ्गलभन्दा बढी हुनु पऱ्यो आई सुड बी मोर देन सी टोटल इन्टरनल रिफ्लेक्सनको एक्जाममा चाहिँ हामीलाई यसको इक्जाम्पल्सहरू प्रायः सोधिरहेको हुन्छ एउटा लुमिङ भन्ने फेनोमेना हुन्छ जुन चाहिँ चिसो मौसममा देखिरहेको हुन्छ लुमिङ फेनोमेना सो त्यो पनि यसले गर्दा हुने हो मिराज भन्ने फेनोमेना हुन्छ जुन चाहिँ डेजर्ट्सहरूमा देखिन्छ होइन टाढा टाढा चाहिँ कुनै पानीको स्रोत जस्तो देखिरहेको हुन्छ डेजर्टमा चाहिँ त्यसलाई हामीले मिराज फेनोमेना हुन्छ सबै टोटल इन्टरनल रिफ्लेक्सनको इक्जाम्पल्सहरू हो इक्जाममा सोध्छ कि ब्रिलियन्स अफ डायमन्ड इज ड्यू टु भनेर सोध्छ डायमन्ड चाहिँ किन टल्किन्छ भनेर सोधिरहेको हुन्छ सो डायमन्ड टल्किने रिजन भनेकै टोटल इन्टरनल रिफ्लेक्सनले गर्दा हो ल टोटल इन्टरनल रिफ्लेक्सनले गर्दाखेरि डायमन्डको क्रिटिकल एङ्गल एकदमै कम हुन्छ 24 डिग्री जति हुन्छ जबकि वाटरको लागि क्रिटिकल एङ्गलको भ्यालु भनेको चाहिँ 49 डिग्री हो डायमन्डको चाहिँ 24 डिग्री हुन्छ सो 24 डिग्रीको क्रिटिकल एङ्गल भनेको चाहिँ एकदमै कम क्रिटिकल एङ्गल हो कि डायमन्डको लागि चाहिँ सो क्रिटिकल एङ्गल डायमन्डको चाहिँ कम भएको हुनाले यसको एङ्गल अफ इन्सिडेन्स भनेको चाहिँ छिटै क्रिटिकल एङ्गललाई चाहिँ टपिदिन्छ कि 24 डिग्री नै क्रिटिकल हाम्रो एङ्गल छ सो हाम्रो एङ्गल अफ इन्सिडेन्स चाहिँ 25 डिग्री पनि भयो भने त्यसले चाहिँ टोटल इन्टरनल रिफ्लेक्सन भन्ने फेनोमेना सो गरिहाल्छ त्यही भएर लाइट चाहिँ धेरैचोटि डायमन्डभित्र घुमे गरेको हुनाले डायमन्ड चाहिँ टल्किने काम गर्छ है त धेरैचोटि डायमन्डभित्र लाइट घुमेको हुने भएको हुनाले लाइट चाहिँ टल्किने काम गर्छ र यो कुरा पनि सम्झिने अर्को भनेको अप्टिकल फाइबर्सहरू जुन हुन्छ अप्टिकल फाइबर्सहरू तिमीहरू पछि मेडिसिनमा नाम निकाल्यो भने तिमीहरूले चाहिँ पेसेन्ट्सहरूको बडीमा चाहिँ
एक्जामिनेसन गर्छौँ, इन्डोस्कोपी प्रोसिडर्सहरू गरिरहेको हुन्छौँ, त्यहाँ चाहिँ अप्टिकल फाइबर्सहरू युज हुन्छ। सो अप्टिकल फाइबर्सको वर्किङ प्रिन्सिपल भनेको पनि टोटल इन्टर रिफ्लेक्सन नै हो ल, यो पनि सोधिरहेको हुन्छ। एयरको लागि चाहिँ वाटरको लागि चाहिँ 49 डिग्री हो, यो पनि सम्झिने। अनि त्यही भएर चाहिँ कुनै पनि माछा यदि पानीभित्र छ भने त्यसले माथितिर चाहिँ कति एरिया देख्छ भन्ने क्वेसनले सोधिरहेको हुन्छ कि। सो यसरी चाहिँ यो पनि सम्झ रमाइलो छ। यहाँ चाहिँ मैले एउटा पोन्ड बनाएँ र यो पोन्डभित्र चाहिँ के छ हाम्रो माछा छ, माछा चाहिँ यहाँ छ। सो माछा यहाँ छ भने यसले हेर्न सक्ने स्काई कति हुन्छ भनेर सोध्यो भने यसले हेर्न सक्ने स्काई भनेको चाहिँ यता डिग्री हामीले 90 डिग्री एङ्गल बनायो भने यो एङ्गल चाहिँ क्रिटिकल एङ्गल हुन्छ। सो यो एङ्गल पनि क्रिटिकल एङ्गल भयो। सेम यतातिर पनि हामीले यो जुन माथि एयर छ, एयरमा चाहिँ 90 डिग्री बनायो भने यो एङ्गल भनेको क्रिटिकल एङ्गल भयो, त्यही भएर यो एङ्गल पनि क्रिटिकल एङ्गल हो। सो यो जुन माछा छ पानीभित्रको माछाले चाहिँ यो सर्फेसमा चाहिँ कति एङ्गल चाहिँ हेर्न सक्छ भनेर सोध्यो भने त्यसले चाहिँ यतापट्टि सी यतापट्टि सी भन्नाले 2C सेन्ट्रल एङ्गल बनाउने गरी चाहिँ माछाले आकाश हेर्न सक्छ है त। माछाले के गर्न सक्छ, आकाश हेर्न सक्छ। माछाले चाहिँ यहाँको लाइट पनि यदि हेर्नु छ भने यहाँको लाइट यसरी पास हुन्छ अनि बिहान फेरि माछा कहाँ परिहाल्छ। सो माछाले यहाँको लाइट सबै ठाउँको लाइट देख्छ कि यसरी चाहिँ स्काई पुरै देख्छ। सो माछाले स्काई चाहिँ हेर्नको लागि चाहिँ उसको सेन्ट्रल एङ्गल कति हुन्छ भनेर सोध्यो भने त्यो भनेको C + C 2C भइहाल्छ त। यो 90 भयो भने यो C हुनु पऱ्यो, यो 90 भयो भने यो पनि C हुनु पऱ्यो, त्यही भएर C + C 2C भइहाल्छ। सो माछाले चाहिँ सेन्ट्रल एङ्गल 2C बनाउँछ उसले पुरै स्काई हेर्नको लागि चाहिँ। अनि यो एरिया कति हुन्छ भनेर पनि क्वेसनले सोधिरहेको हुन्छ, यसको एरिया कति हुन्छ भनेर। सो यसको एरिया निकाल भन्यो भने यो भनेको रेडियस भयो, त्यही भएर यसको एरिया भनेको चाहिँ हामीले पाई अनि रेडियसको स्क्वायर गर्छौँ है त। पाई गर्छौँ अनि रेडियसको स्क्वायर गर्छौँ। सो यो जुन रेडियस छ, यो जुन आरको भ्यालु छ, त्यो आरको भ्यालु तपाईँले म्याथमेटिकली क्यालकुलेट गऱ्यो भने h डिभाइडेड बाई √μ² भने 1 आउँछ है त। सो आरको भ्यालु भनेको h डिभाइडेड बाई √μ² - 1 भने आउँछ। त्यो मैले यसलाई म्याथमेटिकली क्यालकुलेट गरेर जस याद राख्ने। सो यसले सर्फेसमा कति एरिया बनाउँछ भनेर सोध्छ। सर्फेसमा बनाउने एरिया भनेको चाहिँ πr² हुन्छ र आर भनेको h डिभाइड बाई √μ² - 1 हो। म्यू भनेको चाहिँ यसको रिफ्र्याक्टिभ इन्डेक्स भन्न खोजेको है त ल। सो यही तिमीले यो ट्रायङ्गलले चलायो भने यो ट्रायङ्गल चलाउनु, पाइथागोरस फर्मुला लगाउनु अनि यो सीको फर्मुला लगाउनु, तिमीले ठ्याक्कै यो फर्मुला चाहिँ पाउने गर्छौ ल। सो मैले यति डिस्कस गरेँ। अब केही इम्पोर्टेन्ट पोइन्ट्सहरू डिस्कस गरौँ यो च्याप्टरलाई इन्ड गर्नुभन्दा अगाडि चाहिँ। सो हामीले हेऱ्यौँ कि लाइट जतिखेर चाहिँ एउटा मिडियमबाट अर्को मिडियममा ट्राभल गरिरहेको हुन्छ त्यतिखेर लाइटको चाहिँ भेलोसिटी भन्ने कुरा चेन्ज भइहाल्छ। रेयरबाट डेन्सरमा गयो भने भेलोसिटी भन्ने कुरा चाहिँ डिक्रिज भइहाल्छ। वेभलेन्थ भन्ने कुरा पनि चेन्ज हुन्छ। लाइट यदि रेयर मिडियमबाट डेन्सर मिडियममा गइरहेको छ भने भेलोसिटी घटिरहेको छ, वेभलेन्थ भन्ने कुरा के हुन्छ पनि डिक्रिज हुन्छ लाइटको वेभलेन्थ भन्ने कुरा। तर फ्रिक्वेन्सी भन्ने कुरा के हुन्छ, फ्रिक्वेन्सी भन्ने कुरा चाहिँ कन्स्ट्यान्ट हुन्छ है त। फ्रिक्वेन्सी भन्ने कुरा के हुन्छ, कन्स्ट्यान्ट हुन्छ। इन्टेन्सिटी भन्ने कुरा पनि डिक्रिज हुन्छ है, इन्टेन्सिटी भन्ने कुरा पनि डिक्रिज हुन्छ। योभन्दा अगाडिको हामीले जतिखेर प्लेन मिरर डिस्कस गरिरहेको थियौँ त्यहाँ भनेको थिएँ कि प्लेन मिररमा रिफ्लेक्सन फेनोमेना सफर गर्ने बेला लाइटको इन्टेन्सिटी मात्रै डिक्रिज हुन्छ, अरू सबै फेनोमेना सेम हुन्छ। लाइटको फ्रिक्वेन्सी पनि सेम हुन्छ, लाइटको भेलोसिटी वेभलेन्थ सबै कुरा सेम हुन्छ, खालि इन्टेन्सिटी भन्ने कुरा मात्रै घटिरहेको हुन्छ रिफ्लेक्सनको बेला है त। रिफ्लेक्सनको बेला तर रिफ्र्याक्सन फेनोमेनामा के हुन्छ, रिफ्र्याक्सनमा चाहिँ फ्रिक्वेन्सी भन्ने कुरा मात्रै कन्स्ट्यान्ट हुन्छ, अरू सबै कुरा चेन्ज हुन्छ। रिफ्र्याक्सनको बेला फ्रिक्वेन्सी रिमेन्स कन्स्ट्यान्ट, अरू सबै चेन्ज हुन्छ। इन्टेन्सिटी भन्ने कुरा कम भइहाल्छ, भेलोसिटी कम हुन्छ, के अरे वेभलेन्थ भन्ने कुरा कम भइहाल्छ, सबै त्यो कम हुन्छ। फ्रिक्वेन्सी भन्ने कुरा चाहिँ के हुन्छ, कन्स्ट्यान्ट हुन्छ। एउटा यो कुरा सम्झने। र कलर अफ लाइट चाहिँ वेभलेन्थले दिने गर्छ है त। कलर अफ लाइट इज डिटरमाइन्ड बाई इट्स वेभलेन्थ भनेर भन्ने गर्छौँ, किनभने फ्रिक्वेन्सी भन्ने कुरा त कन्स्ट्यान्ट छ, त्यही भएर कलर दिने काम भनेको चाहिँ वेभलेन्थले गर्छ। यो कुरा पनि सम्झने। र अर्को क्वेसन छ कि ब्लू कलर अफ लाइट चाहिँ केले गर्दा आउँछ भनेर सोधिरहेको हुन्छ। सो लाइट स्काईको जुन ब्लू कलर हुन्छ त्यो ब्लू कलर भनेको चाहिँ स्क्याटरिङले गर्दाखेरि हुन्छ है त। स्क्याटरिङले गर्दाखेरि एउटा रेलिस रिलेसन भन्ने हुन्छ। हामी यो भिडियो पछि अर्को भिडियो जुन पढ्छौँ रिफ्लेक्सन प्रिजम भनेर त्यहाँ डिस्कस गर्छौँ। रेलिस रिलेसन भन्ने हुन्छ। वेभलेन्थ भन्ने कुरा चाहिँ त्यसको इन्भर्ससँग चाहिँ स्क्याटरिङ जान्छ। स्क्याटरिङ इज इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थको स्क्वायर हुन्छ हामीले। र वेभलेन्थ भन्ने कुरा चाहिँ ब्लू लाइटको कम हुन्छ, त्यही भएर ब्लू लाइट चाहिँ बढी स्क्याटर गर्छ भनेर हामीले भनिरहेको हुन्छौँ। सो एक्जाममा सोध्छ कि ब्लू कलर अफ स्काई इज ड्यू टु भनेर सोध्यो भने स्क्याटरिङले गर्दाखेरि हुन्छ भनेर टिक लाउने है त। स्क्याटरिङले गर्दाखेरि ब्लू कलर चाहिँ बढी स्क्याटर गर्छ, किनभने ब्लू कलरको वेभलेन्थ भन्ने कुरा कम छ। यो जुन स्क्याटरिङ भन्ने कुरा हुन्छ त्यो चाहिँ इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थको स्क्वायर हुन्छ है त। इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थको स्क्वायर, वेभलेन्थको 4 भनेर हामीले भनिरहेको हुन्छौँ। सो त्यसरी चाहिँ डिपेन्ड गर्छ। स्क्याटरिङ भन्ने कुरा चाहिँ त्यसरी चाहिँ डिपेन्ड गर्छ है त। स्क्याटरिङ इज इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थको लाइट हुन्छ र ब्लू कलरको वेभलेन्थ अफ लाइट चाहिँ एकदमै कम हुन्छ, त्यही भएर बढी स्क्याटर गर्छ। यो डिस्टेन्सवाला मैले कुरा भने है त। डिस्टेन्स अफ फिस अब्जर्भ बाई द बर्ड भनेर सोध्यो भने भन्नाले फिसको डिस्टेन्स चाहिँ बर्डले कति अब्जर्भ गर्छ, बर्डले कति अब्जर्भ गर्छ भनेर सोध्यो भने त्यतिखेर चाहिँ हामीले डिभाइड गर्ने र फिसले चाहिँ बर्डको डिस्टेन्स कति अब्जर्भ गर्छ भनेर सोध्यो भने त्यतिखेर चाहिँ मल्टिप्लाई गर्ने है त। एच प्लस म्यू टाइम्स एक्स हुन्छ ल, यो चाहिँ अलिकति म्यू टाइम्स एक्स हुनु पऱ्यो। सो यो फेनोमेना हामीले अघि डिस्कस गरेको थियौँ, त्यहाँबाट नै क्वेसन्सहरू हामी डिस्कस गर्छौँ। त्यो क्वेसन्सहरूमा चाहिँ म भनिदिन्छु। यो दुईवटा फर्मुला चाहिँ सम्झिने, यति सम्झिने।
ल सो यति भइसकेपछि मोरलेस यो च्याप्टरमा चाहिँ हामीलाई इक्जाममा क्वेसन्सहरू यति नै सोध्छ। हामीले थ्योरी पोर्सन्सहरू मजाले रिभाइज गरेका छौँ। कुनै पोर्सन्सहरू पनि होप मैले कुनै पोर्सन पनि छुटाएको छैन। अभियसली एमसिक्यू अझै प्र्याक्टिस गर्नुपर्ने हुन्छ। सो हामी यसपछि क्वाड सुरु गर्छौँ, त्यहाँ चाहिँ एमसिक्यू तिमीहरूलाई देखाउँछु। थ्योरी चाहिँ यति पढ्यो भने इक्जामको लागि चाहिँ इनफ हुन्छ है त। सो होप सबैलाई फर्मुला रिभाइज भयो होला। यो लेक्चरको पिडिएफ चाहिँ यही भिडियोको कमेन्टमा मैले हालिदिएको छु, के अरे डिस्क्रिप्सनमा चाहिँ, त्यहाँबाट डाउनलोड गर्नु अनि नोट बनाएर चाहिँ राख्नु है त। सो ल यति भने मैले यहाँ डिस्कस गरेँ। सबैलाई बाइ।